हेलो वेलकम माई युट्युब च्यानल तपाईँको समक्ष फेरि पनि म आज नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ हामी टक्कला यहाँ बेनरघट्टा जू हामी घुमेर चाहिँ अहिले कम्प्लिट गरेर चाहिँ अहिले चाहिँ बटरफ्लाई पार्कतिर हामी गइरहेको छ। यस हाम्रो हेम्रा दाज भइलाज यता रक्स मेड इन दार्जिलिङ सिनियर गार्डन ओके त्यहाँ चाहिँ यार तिमीहरूलाई पनि यार हेलो हाई भन न हौ। सब्स्क्राइब गरिदिनु होला हाम्रो सिमसको ब्लगलाई। मेरो युट्युब च्यानलमा 1 मिलियन सब्स्क्राइबर एकै दिनमा भाइरल भएको हुनुपर्छ है। मान्छे देख्नुहुन्छ मान्छेको गस्ती आज हुनुपर्छ मस्ती। यो आइसक्यो भाइ बटरफ्लाई काट्छु म बटरफ्लाई यो राम्रो छ एउटा बटरफ्लाई देख्न सक्नुहुन्छ टक्कला है। यो त मक्खी फिल्मको छ जस्तो छ त। ओके त्यही माथि आज चाहिँ फुल्ली हाम्रो मौसमले चाहिँ फुल्ली च्यालेन्ज छ। आज चाहिँ मौसमले सबै च्यालेन्ज हानेको छ हैन। यसलाई हामीले आज च्यालेन्ज हानेको रुममा गएर मौसम फुल च्यालेन्ज दिइरहेको छ क्या। च्यालेन्ज गरेर यसलाई चाहिँ आज हामीले हान्ने हो क्या। रामपुरले भेट्दैन रे ओके हैन के हो यो केरा बेच्ने हो क्या हो। ल ल ल हल्का हान्दिम न के हो बिचबिचमा रक्स लाइक अगाडि देखाइदिनु सेनाहरुलाई अगाडि पनि देख्न सक्नुहुन्छ मान्छेहरु एकदम वकमा आइसकेको छ। ब्ल्याक प्यान्थर हाम्रो भाइ सञ्जीव भाइ थारमा हिँड्छ। यहाँ चाहिँ अहिले त पुरा सट्टाले हिँड्दाखेरि ल लाइक एन्ड सब्सक्राइब जति सक्दो बढाइदिनु होला तपाईँको। सब्सक्राइब गरिदिनु होला धेरै धेरै माया गरिदिनु होला होइन। घरघर आफै चुप्पा खाने होइन क्या बाघ कराएको अगाडि देखाउँ भनेको होइन तपाईँलाई फेरि अहिले मेरो भिडियो चाहिँ स्टप हुन सक्छ त्यसले गर्दा है। अब हामी म्युजियममा छिरो लगाइसकेको छौँ। ओ हेर्नु त यहाँ त 60 फिटको मान्छे छ। त्यहाँ 60 फिटको मान्छे देख्न सक्नुहुन्छ तपाईँको समक्ष। बच्चाहरू पनि खेल्ने टक्कला बनाएको छ चिल्ड्रेन पार्क होइन। दुनियाँको सबभन्दा ठुलो बटरफ्लाई यहाँ छ। दुनियाँको सबभन्दा ठुलो बटरफ्लाई तपाईँले देख्न सक्नुहुन्छ टक्कला आएर अब यसमा हान्नुपर्छ होइन। हामीले सर्छ यो ट्याक्क गरेर दिनु पर्छ हाम्रो तल दुनियाँको सबसे ठुलो बटरफ्लाई अब हामी बटरफ्लाई भित्र छिर्नु आएको छ। यसको ट्याक्क लगाएर शरीरलाई दायाँ बायाँ गरेर छिर्नुपर्छ। आवाज सुन्नलाई हो क्या स्क्यान अबाउट योर विन्स होइन ल अब चाहिँ हामी भित्र घुस्यौँ। अब चाहिँ हामी बटरफ्लाई पार्कभित्र हामी चाहिँ जो अब भित्र इन्ट्री गरिसकेर यहाँ हाम्रो भाइ पनि आइरहेको छ दार्जिलिङदेखि आएको भ्लगको लागि हेर्न है। दार्जिलिङबाट यता सिक्किमदेखि आएको पुरा मेरो च्यानललाई मसँग मिल्ने लागेको बटरफ्लाई पार्क देख्न सक्नुहुन्छ। बटरफ्लाई एकदम ल बटरफ्लाई गर्दैन जस्तो छ। बहुत रहेछ साडी चाहिँ अगाडि मजाको बााउन्ड्री डोन्ट टच ल डोन्ट टच द बटरफ्लाई डोन्ट टच गर्ने के लाग्छ एकदम नाजुक चिज हो। हातमा त त्यति बटरफ्लाई देखेर चाहिँ कस्तो मलाई चाहिँ यस्तो मजा लागिरहेको छ। यहाँ चाहिँ आम्मामा यहीँ बसेर सुतुङ जस्तो छ। यसको आवाज नआउने शान्त टिपेर लग्ने गरेर फुल हो र यी आइसक्यो क्या आऊ क्या यता पुरै कालो कालो रहेछ त पुरै बजार पनि मान्छेलाई त्यो नौलो नि साब हामीलाई त पहिलोचोटि देखेको होइन समक्सी बाहिरदेखि आउनु भएको छ सर लाग्छ त्यही म देख्छु। अगाडि पानी टक्कला अगाडि बढ्दैछ लेट्स गो गाइज अगाडि बढौँ हेर्नुपर्छ यता के छ फर्स्ट टाइम
सबैलाई